बिहान गर्नु छ अब म अर्को ल्याइदिनु पिर नगर अब मलाई नि नमजा भइरहन्छ हाम्रो त्यो मात्रै हो अब दिन मैले पनि उहाँलाई के ल्याउँदा मैले पनि दिन्थेँ म पटो भनेर दिसाएर ल्याएर कतै खानेकुरा दिन्थेँ मम्मीले मकै ल्याएर दिन्थ्यो यिनीहरू देखे झोक्रो फेजाएर रिसाउँथ्यो भने मलाई के अमृताल देखेन नि अमृताले देखेपछि झोक्रो फेजाएर कस्तो रुने के भन्छ अब आफ्नै लापरवाहीले भनौँ कि के चाहिँ भयो अब यो के थाहा यो चरालाई पिञ्जडामा हालेर राख्ने भए भए थाहा पाइन्थ्यो ओहो पिञ्जडा आज यसलाई के भयो चिसो लागेको के हो भनिन्थ्यो आज झोक्र्या नि थिएन मैले माथि आज अर्पणा र अनिसा खाना खाएको थिएँ मैले आज जिस्काएर चला चुचा समातेको यसो जिब्रोले चाट्यो मेरो मुख यसो हात के अनि यसो सुचो जोडेँ मैले जिसाइरहन्छु जहिले एकखेर त सुत्ने जिसाउँछु नि माथि आयो होइन बा देखेन बा कति वर्षमा यहाँ बस्नुभयो बालाई चाहिँ हामीले बचाउनु सक्यो त बा यहीँ बसेर छोरी भन्थे यहीँ कोठा हुँ गर्थे तिमीले मात्रै पालेर दिदीले पालेको थिएन त बहिनीले पालेको थिएन माया र जसले माया मम्मीले जहिले बेलुका कति गर्थ्यो बरु मैले त्यति हेरेँ खाएँ पोटेले धेरै सबैजना रुन्छन् हामीलाई रुनु त लागिहाल्छ रोएर मात्रै हुन्छ र भन्ने सम्झना हुन्छ र आँखा दुई रातिको 2 साढे 2 हुन लागिसक्यो अनि चुप्ला छु त बिहान यसलाई उ गरौँ ल र अब कता लगाएर के अरे मिलाउँ ल सुत चुप लगाएर अब फक्यो होला मम्मीले फकाएर आला भने रोइरहन्छ अब रोएर साथै लाग्छ त आफू चरा त उठेर बिउस्यो खरेर मात्रै गरेर चुपचाप बसिरहेको आज किन नआने कराउँथ्यो फुल आउने बित्तिकै कराउँथ्यो फुल आउँदाखेरि करा छैन त्यहीँ यहीँ बसिरहेको थियो अनि ओली ओलीसी त्यहाँ गई सन्चै नभयो क्या त्यसमा मर्दा सुतेर त्यहाँ पसेर यसलाई सन्चै नभयो नकराउने यसलाई सन्चै नभयो क्या के खाइ के हो के थाहा त्यहाँ मुसा बिग्रिरहेको ठाउँमा कहीँ खाएर उहिलेहाल्यो मुसा बिग त्यहाँ माथि सिउरिरहेको थियो पोको झरेको थियो तलतिर देउसन त्यो कतिखेर भान्सा यिनीहरू भात पकाएर कतिखेर लगाएको थियो त्यहाँ हेर्दा नि हेरेन म त जान्दिनँ त्यति टाढो चरो त्यस्तो टाढो कहाँ मर्छ अम्मा यसले खान्छ कति अम्मा टिपेर ल्याइदिएर गाउँबाट पनि ल्याइदिएर हिँड नि ल्याएर दिइराख्थ्यो कटुरो अम्मामै खान्थ्यो पिञ्जना राखे भए अब यो हालत आउँथ्यो अब तिमीहरूको गल्तीले भएको कुरालाई अब रोएर साथ दिएर सुता 2 साढे 2 हुनलाई छ रातभरि यति बस्ने हो र
यतिर भनेतिर राख्ने खान्छन् लान्छन् बिरालो खाना छोड्यो त्यति छोड्यो बिहान उ गर्नु अब के गर्नु हो आफैले केयर गर्नुपर्ने ठाउँमा केयर गर्नुपर्छ नि त यसो कहाँ राख्ने के गर्ने चरालाई खास गरी अहिले पल्लो त्यो थाहा पाएन हाम्रै गाडी छ ओछ्यानमा हालेर राख्ने चरालाई गइहाल्छन् ओछ्याना त्यो निन्द्रा परेको बेला खिचिन पनि सक्छ अथवा जान पनि सक्छ ओछ्याना हालेपछि त यो किटेको होइन यो के भ्याप्प छोरा त्यो सासुले सकेर के त्यो निसा टाढ परे देउला त्यो सासुले उ हो कि दिन दशा आइप्या हो कि जेलाई पनि हिँड्दा हिँड्दै बोल्दा बोल्दै मर्छ अब रातभरि यति अनसन बस्छ राखा चरा राखा अब यो पनि बाहिर राख यो पनि बाहिर राख यो यस्तो खाएको पनि यहाँ राख्नुहुन्न अब पिञ्जडाहरू राखेर